हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। दिस इज विशाल आचार्य। साथीहरू, म चाहिँ अहिले उतातिर सानो पार्कमा घुम्न गइरहेको छु र मेरो पछाडि मेरो कम्पनीको सानो गार्डन छ। साथीहरू, यो गार्डनदेखि अब म साँझको खानासाना खाएर पार्कमा गइरहेको छु। यो पार्कमा गएर एकछिन घुमघाम गर्ने। र साथीहरू, तपाईँहरूको गर्लफ्रेन्ड छ भनेपछि होइन, तपाईँहरूको लागि मैले यहाँ होइन फुलहरू र सबै फुलहरू चाहिँ तपाईँको गर्लफ्रेन्डको लागि होइन, आधा हो। माथिको जो छ नि, यो चाहिँ मेरो गर्लफ्रेन्डको लागि हो होइन। यो तलको चाहिँ तपाईँहरूको लागि हो। यो तपाईँहरूको गर्लफ्रेन्ड छ भने चाहिँ तपाईँहरूलाई यो दिन चाहिँ मनपर्छ भनेपछि मेरो यसरी फुलहरू दिने गर्नु होला। यो चाहिँ मैले मेरो गर्लफ्रेन्डको लागि होइन। कति राम्रो छ गाइज। यो चाहिँ मेरो कम्पनी होइन, राम्रो छ एकदम। अनि मेरो कम्पनी चाहिँ यतातिर हो होइन। म चाहिँ अहिले त्यहाँ पार्कमा घुमेर छु गाइजहरू। अनि के छ गाइजहरू, आराम हुनुहुन्छ तपाईँहरू नि? खानासाना खानुभयो भने म चाहिँ कोरियाको कति 4 बजे खानासाना खाएर अब यस्तो पार्कमा जान्छु। पार्कमा पनि त पार्कमा गएर यहाँबाट कमसेकम 20 मिनट जति लाग्छ जान होइन। र अनि यो वरिपरि चाहिँ मेरो कम्पनी हो। यो कस्तो छ गाइजहरू? मेरो कम्पनीमा एउटा कुरा के छ भनेपछि यो कम्पनीको कलर र होइन अनि यो गार्डन सब उस्तै छ। हेर्नु, कलर पनि सेम उस्तै छ उतातिर ब्याक साइड। यो मेरो साइकल हो गाइज। अब म यहाँदेखि 20 मिनट जति ठ्याक्क गाइजहरू म साइकलमा हुँदै जान लाग्यो। हिजो अस्ति म चाहिँ हिँडेर जान्थेँ यतातिर, आज चाहिँ साइकलमा जाँदैछु। साइकल पनि फेरि मेरो साइकल चाहिँ ब्लेड जस्तै छ, यस्तो कुद्छ, मजा आउँछ यहाँ साइकल चलाउन। तर सावधानपूर्वक साइकल चलाउनु पर्छ आफ्नो लाइनमा होइन। लाइन नमिचिकन, लाइन मिच्यो यताउता भयो भने एक्सिडेन्ट हुन्छ गाइजहरू। त्यही भएर साइकल चलाउँदा चाहिँ एकदम आफ्नो साइडमा चलाउने। अब अरू यस्तै हो गाइजहरू। फुलको संसारमा तिमी एउटी रहेछौ भने जस्तै। र गाइज म चाहिँ पुगेँ पार्कमा। अब पार्कमा यस्तो अलिअलि बस्ने यताउता गफसफ गरेर अनि त्यहाँबाट सर जान्छु म यहाँदेखि। अनि यहाँ जति पनि छ नि विदेशीहरू खेल्ने, फुटबल खेल्ने, यताउता गर्ने। अनि साँझको टाइममा 8-9 बजीसम्म बस्ने अनि त्यहाँबाट यहाँबाट जाने गर्छ सबैजना। यस्तै हो गाइजहरू, के भन्ने, रमाइलो छ। यो यहाँको पार्क चाहिँ कस्तो छ नि, वरिपरि जङ्गल होइन, अनि बिचैमा चाहिँ यो छ क्या। सेम काठमाडौँ भ्याली भन्दा पनि हुन्छ नि। यतातिर चाहिँ फुल फुलेर पुरै रातो यति राम्रो देखेको छ। अहिले चाहिँ यो मौसममा चाहिँ अब 1 महिना जति यो फुल अब धेरै मात्रै 1 महिना जति यो फुल देखिन्छ, त्यसपछि हराउँछ। र उतातिर चाहिँ हामीहरू बस्ने, यहाँदेखि फुटबल हेर्ने सबै बनाएको छ साथी गाइज। यस्तै हो गाइज। अनि त्यहाँबाट पछि रमाइलो भइरहेछ। अनि के भनौँ तपाईँहरूलाई। अनि गाइज म चाहिँ यहाँ बस्छु, एकछिन बसेर बस्ने आनन्द लिन्छु होइन। तपाईँहरूलाई नि यति कोरियामा काम गर्दा बोर लाग्छ भने चाहिँ यसरी पार्कमा आएर बस्नु होला। एक्लै बस्दा नि आनन्द हुन्छ। यहाँ बस्नु, यस्तो खानेकुराले लिएर खानुहोस्, तर यहाँ कसैले केही पनि भन्दैन। फ्रिडम छ, एकदम फ्रिडम। तपाईँले रक्सी खानुभयो, यताउता केही गर्नुभयो भने कसैले रक्सी खाइस् पनि भन्दैन होइन। यो चाहिँ कोरियामा एकदम मनपर्छ मलाई चाहिँ। अनि यस्तै गाइज। अनि तपाईँहरू यसरी पार्कमा आउनुहुन्छ कि आउनुहुन्न होइन। म त शनिबार हप्तामा छुट्टी भएपछि एक टाइम चाहिँ यहाँ आउने, बस्ने, रमाइलो गर्ने। अनि त्यहाँबाट जान्छु, यहाँ पछि जान्छु म माटमा गएपछि म माटबाट निस्किँदै म रुममा जान्छु। अनि यस्तै हो गाइज। हस् त, बाई बाई। सबैजनालाई माया छ है।